यो आज दुईटा तपाईको आफ्नै टिम प्रतियोगितामा यो मदन भण्डारी कप U19 टुर्नामेन्टमा आफ्नै टिम दुईटा प्रतिस्पर्धा गर्दा सबभन्दा कतिको खुसी, कतिको गर्व र कस्तो फिल हुन्छ? अब मैले जे जति सङ्घर्ष गरेँ यो सङ्घर्षको प्रतिफल आज पाएको हो भन्ने चाहिँ मलाई लाग्यो। किनभने अब साना साना नानीहरूलाई ट्रेनिङ गराइरहेको छु। अब त्यो प्रतिभा देखाउने ठाउँ पाइँदैन। एउटा मात्रै टिम चाहिँ भाग लिन पाइन्छ बल्ल बल्ल, त्यो पनि यता कता त्यो पनि उमेर समूहको हुँदैन। अब खास गरी हुनुपर्ने उमेर समूहकै प्रतियोगिताहरू हो। अब त्यही प्रतियोगिता चाहिँ नभइरहेको अवस्थामा हामीले चाहिँ यत्रो दुःख गरेको चाहिँ नि गुम्सेर बसिरहनु परेको थियो। ठ्याक्क चाहिँ नि मदन भण्डारी जननेता, उहाँ महान व्यक्ति हुनुहुन्छ। उहाँको नाममा चाहिँ मदन भण्डारी स्पोर्ट्स एकाडेमीले चाहिँ प्रतियोगिता आयोजना सञ्चालन गरेर यी नानीहरूलाई चाहिँ आफ्नो प्रतिभा देखाउने मौका दिनुभयो। अब यो आयोजकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब मदन भण्डारी, स्वर्गीय मदन भण्डारीलाई म हार्दिक श्रद्धाञ्जली पनि अर्पण गर्न चाहन्छु। आजको जितमा एउटा टिम उपाधि जित्यो, अर्को टिम रनर अप भएर बस्यो। खुसी लाग्यो कि दुःख लाग्यो? मलाई त एकदम खुसी लागेको छ। किनभने दुईटा टिम फाइनलमा पुग्नु नै सबभन्दा ठुलो कुरा हो। मैले एउटा टिमको मात्रै अपेक्षा गरेको थिएँ। अर्को टिम चाहिँ अब विशेष अनुरोध पनि आएको र नानीहरूले हामी पनि खेल्छौँ नि सर भनेर भनेका। अब एनबिए क्लब च्याम्पियनसिपमा हामीले बहुत रिक्वेस्ट गरेका थियौँ, दुईटा टिम हामी भाग लिन पाउनुपर्छ, हामी पैसा तिर्छौँ, के चाहिँ नि विधि विधान पुऱ्याउनु पाउँछौँ। अरू क्लबहरूले पाउँदाखेरि हाम्रो क्लबले किन पाउँदैन भनेर कुरा उठाउँदा पनि पाइएको थिएन। सबैजना निराश थिए। अनि अहिले चाहिँ नि अब यो U19को उसमा चाहिँ मदन भण्डारी स्पोर्ट्स एकाडेमीले चाहिँ आयोजना गरेर हामीलाई मौका प्राप्त भयो। मैले धन्यवाद दिन पऱ्यो। सेमी फाइनल पार गरेर फाइनल पुग्ने बित्तिकै मैले सम्पूर्ण योग्य जितेको जस्तो मलाई फिल। आज यो फाइनल पुग्दै गर्दाखेरि अन्य टिमलाई कसरी हेर्नुभयो? अन्य किनभने 8वटा टिम यहाँ पार्टिसिपेट भयो, अन्य टिमहरूको खेललाई कसरी हेर्नुभयो, निहाल्नुभयो यहाँले? कतिको राम्रो अथवा नराम्रो के थियो, अथवा बढ्दै गरेको नेपाली वुमेन्स भलिबल राइजिङ अवस्थामा छ कि एउटा कोचको हिसाबले के भन्नुहुन्छ? अब मलाई चाहिँ अहिले चाहिँ महिला भलिबल अलिकति माथि बढ्दै गरेकै जस्तो लाग्छ। राम्रै देखियो। जस्तै अब सरस्वती माथि हेलम्बु त्यहाँबाट आएको नानीहरूको खेल पनि कति राम्रै थियो होइन। यतातिर अब गणेश हिमालबाट आएको नानीहरूको खेल पनि एकदम राम्रै थियो। भनेपछि यसलाई बृहत रूपमा अन्डर 19 भनेर बृहत रूपमा चाहिँ एउटा आयोजना गर्ने हो भने निकै नै राम्रो हुन्छ भन्ने मैले चाहिँ महसुस गरेको छु कि यस्तो खालको प्रतियोगिता खुल्ला रूपमा विभिन्न ठाउँबाट चाहिँ नि सहभागी भइदिनुहोस्, आइदिनुहोस् होइन भनेर चाहिँ नि गर्ने हो भने टप खेलाडीहरू चाहिँ आएर आफ्नो प्रतिभा देखाउन पाउने मौका पाउँछन्। यो चाहिँ खेलाडी चाहिँ उत्पादनको लागि पनि एउटा राम्रो हुन्छ कि के को लागि उत्पादन गर्ने, कहाँ खेल्नलाई अहिलेसम्म अन्युअल देखिन्छ कि ल फलानु महिनामा अन्डर 16 हुन्छ, फलानु महिनामा चाहिँ नि अन्डर 17 हुन्छ, फलानु महिनामा चाहिँ नि 18 हुन्छ अथवा 19 हुन्छ अथवा अन्डर 13 हुन्छ भनेर घोषणा भइराख्यो भने के हुन्छ, त्यसको लागि तयारी भइरहन्छ। भनेपछि यो नेपाल भलिबल सङ्घको तपाईँ आफै पदाधिकारी पनि हुनुहुन्छ र नेपाल भलिबल सङ्घले जुन अहिले नेसनल टिमहरूको जुन एउटा क्यालेन्डर निकालेर होइन प्रतियोगिताहरू आह्वान गर्ने गरिन्छन्, तर नेपाल भलिबल सङ्घले नै एउटा ग्रासरुट लेभललाई माथि उकास्नु पर्ने। तर त्यसरी जुनियर लेभलको एउटा अन्डर क्याटेगोरीको एउटा त्यस्तो क्याजुअल नै छैन, क्यालेन्डर नै छैन। कतिको आवश्यक देख्नुहुन्छ? त्यो त कति आवश्यक। अब यहाँ अलिकति चाहिँ कस्तो भन्दाखेरि यो मेरो माइन्डेड भएका केही व्यक्तिहरूको सल्लाहले गर्दा यो बिग्यो। मैले आवाज उठाउँछु, उसले जित्छु भनेर ठ्याप्पै
नेगेटिभ, यो चाहिँ नेगेटिभ। मैले जित्छु भनेर भनेको होइन। यस्तो टिम चाहिँ तयारी गर्नुपर्छ है, यस्तो टिम बनाउनुपर्छ, अनि मात्रै हाम्रो माथि पछि चाहिँ माथि टिम मजबुत हुन्छ है भन्न खोजेको हो। यो कुरा चाहिँ अब बुझिदिनु पर्ने हो। जस्तै चाहिँ NBA कप जसरी सिनियरमा हुन्छ, NBA कप जुनियरमा नि हुनु पर्यो। 2-3 क्याटेगोरीमा हुनु पर्यो। अन्डर 13 को एउटा हुनु पर्यो। जस्तै हामीले न्यू डायमन्डले यो अन्डर 13 को टुर्नामेन्ट सञ्चालन गर्ने भनेर चाहिँ हामीलाई जिम्मा दिने, अर्कोलाई अन्डर 15 गर्ने भन्ने जिम्मा दिने, अर्कोलाई अन्डर 18 भन्ने जिम्मा दिने, त्यो गरिहालिन्छ नि, गरिहाल्छ। राम्रो खेलाडीको एउटा उत्पादन त हुन्छ। थ्याङ्क यू भेरी मच। हेलिकप्टर पनि